Hello everyone, namaste, good morning and welcome back to my YouTube channel. धेरै पछाडी म फेरि पनि भिडियो बनाउँदैछु साथीहरु। सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशाका साथ आज म भिडियो स्टार्ट गर्दैछु है। अहिले चाहिँ म ठक्क लाएर बन्चरो बोकेर चाहिँ दाउरा लिन जाँदैछु अनि मेरो भाइ बहिनी चाहिँ अगाडि बसिरहेको छ अनि म पनि जाँदैछु साथीहरु। अलैँची बारीको बाटोबाट जाँदैछु साथीहरु। धेरै पछाडी भिडियो बनाउँदैछु। देख्न सक्नुहुन्छ यता यहाँ पनि हेर्छु यहाँ तल छ। कति हाँसु देखेको यिनीहरू त बनझ्याक जस्तै देखिरहेको छ। त्यस्तै म पनि त्यस्तै बनझ्याक जस्तै जङ्गलमा है साथीहरु। खुट्टाको नाम के हाल्नु नि साथीहरु। चराको आवाज सुन्नु भएको होला नि। हामी चाहिँ यता पर्तिर जानुपर्ने हुन्छ। उता ठुलो जङ्गल गएको भए चाहिँ भेट्थ्यो होला। बरु मजा दाउरा त्यो साथीहरु हेर्दै गर्नु होला। आज अब हामी के गर्छौं दिउँसो थाहा छैन। यहाँ सुए भयो क्या त। ए बाफरे के गर्दैछौ तिमी नानी? ए नानी एक नम्बरको ठगारे, एक नम्बर ठगार्यो, एक नम्बरको अल्छी नि। हेलो भन्ने आएर हेलो भन्दैनस् मेरो युट्युब फ्यामिलीलाई। हेलो यता छ फेरि हेलो भन्दै त बनझ्याग्री जस्तो देखिरहेको यिनीहरू त कपाल भुत्लुङ्ग पारेर। कपाल सपाल कोर्नु पनि छैन, मुखसुख धुनु पनि छैन। लाजले अल्छीले म जस्तै कुरो उयो माथि हाल्छु नि। अब यस्तो मेनाहरू मेरो पछि अलैँचीको फुल यता छिर्नु पर्ने हुन्छ। अब नाला सातै घुमाउँदा दाउरा खोज्न आएको अरे। हुन्छ भाइ त्यो पनि हुन्छ त्यो त्यही साथीहरु। अब हामी दाउरा खोज्छौँ ड्याङ लाएर होइन। अनि भारी पुगेपछि जानुपर्ने हुन्छ घर। मलाई पनि गएर कति काम छ। गुन्द्री किन्नु पर्ने छ भने त्यही साथीहरु हेर्दै गर्नु होला है। साथीहरु हैन यसको नाम चाहिँ के भन्छ? यो चाहिँ खानुहुन्छ अरे क्या। यो चाहिँ भाइले खायो साथीहरु नि। यो चाहिँ खानु मिल्छ अरे। यस्तो गर्ने हैन, यसलाई यस्तो गरेर उकाउने हो यसरी। अमिलो हुन्छ साथीहरु यो। अनि यसको पात अनि यस्तो पात पनि खानु मिल्छ अरे क्या। भाइ तिम्रो के दिइस्? यही हो नि खाएर त पात ला साथीहरु न। यति थोरै पात हुँदैन। यसको पात पनि खानु मिल्छ अरे क्या। अमिलो हुन्छ साथीहरु। अमिलो खाने मलाई साथीहरुलाई यस्तो गरेर यस्तो तासेर चाहिँ अमिलो साह्रो पानी छ। त्यसले खान्छ धेर नखाए भरे सुँगुर होला नि। साथीहरु हामीले दाउरा खोजेर यस्तो यहाँ ठक्क मिलाउँदैछौँ। यहाँनिर सट्ट यहाँनिर छ। अनि त काटेर मिलाएको त नि भन्छ नि। यसलाई ठक्क काटेर मिलाएको भन्छ। सँगसँगै छ त यो। हर्ष छ त्यहाँ छ। अब त्यहाँ भार लाउनु पर्ने हुन्छ अलिकति।
यहाँ एकजनाले यहाँ अलिकति लाग्यो अनि फेरि माथि ल्याउनु पर्ने साथीहरू हजुर त्यसै घाउदै काट्छ बाख्रा खान्छ नि त बाख्रा सुँग्छ हेर्दा कस्तो मजाको छ नि यस्तो मजाको छ खान्छ क्या बाख्राले यसले यहाँ काट्दैछ यसले चाहिँ अब के भन्छ अरे दाउरा पनि उयो गर्दैन झन्डै लड्यो हौ त्यहाँ छ उयोमा यहाँनिर यता छ त्यो होइन यस्तै हुन्छ यस्तै हुन्छ क्या उ त्यो के अरे मगर काजी ए मगर काजी अरे मोराङ्गे होइन सेम त्यस्तै हुन्छ तर ठुलो भात हुन्छ त्यत्रो ठहरा किन दोकानमा त मर्छु नि त सँगै खान्छ त भरे अर्को काट्नु गइरहेछ नि हजुरबाट ठिक बनायो आइज लु भयो त्यति हो उयो मलाई त कि पराता पनि काट्ला छ के भन्छ नि मलाई त हैन यो पारी उयो दाउहरू कसले बोक्छ नि के छ त म बोक्नु पर्न भए भारी साथी बोक्न पायो यो त्यहाँ पनि छ बोक्नु बोक यहाँ नचिप्नु मात्रै हुन्छ एकछिन बोक्यो बोकिरहेको छ तल यता चाहिँ स्यालेरी यता चाहिँ साथीहरू यहाँनिर अलिकति ल्यायो होइन अनि चाहिँ उयोनिर एउटा हामीले एउटा रुख देखि त्यो रुख ढालिदिउँ न सुकेको छ भने ढालिदिनु पर्यो भनेर सोचिरहेको छु है दाउरा छ क्या दाउरा त छ यो रुख कस्तो छ त यो रुख ढालिदिनु भनेको है यो त ढल्लै कति भयो आइदिनु गाई छ झाल्यो अरूलाई तिर्नु पर्यो भने साथीहरू है ल साथीहरू अब हामीलाई छिर्छौँ ए गल्ली एकछिन त बस्नुपर्ने हुन्छ खुट्टा काट्ला चाहिँ त अलिक पर राख्छ त हुत्तेर खाप्पै खुट्टामा पनि काटिन्छ साथीहरू मेरो भाइले यहाँनिर उयो गर्दैछ छिर्दैछ अब यसलाई चाहिँ हामी पनि गएर खुकुरले तपाईँ बहिनी हेर्नुहोस् न है साथीहरू यस्तो पो हुन्छ त यहाँ काँडा छ क्या यो काँडाले खोज्छ नि यहाँ मेरो सुवाला यस्तो भाइ अब हुन्छ त आफू यस्तो काँडै काँडा छ अब यसलाई फेरि काटेर चाहिँ ठक्क लाएर जानुपर्ने हुन्छ ओइला अलैँची तर साथीहरू हेर्नुहोस् अलैँचीले केही भएन अलिअलि छुसुक्क लागेको रहेछ भनेर गरिस् भने पनि म काट्छु नि साथीहरू त्यसलाई त निकाल्नु तानु भाइ त्यो हावा छिराइन्छु कि अब दाउले उयो
दाउरा उठ्न ल यो टुक्रा टुक्रा पनि ल त यो चाहिँ दाउरा खासै फारुदैन क्या दाउरा चाहिँ हुर बन्छ सकिहाल्छ यो दाउरा काट्दाखेरि चाहिँ एउटा उयो भन्नुहुन्छ होइन बुढापाकाहरूले यस्तो लामो दाउरा यस्तो लामो काट्नु मन परायो भने चाहिँ लामो आयु हुन्छ अरे होइन अनि यस्तो छोटो दाउरा मन परायो भने चाहिँ छोटो आयु हुन्छ अरे क्या त्यस्तो भन्नुहुन्थ्यो अन्धविश्वास हो कि हो होइन तर बुढापाकाहरू जस्तो हुन्छ लामो बुढापाकाहरूले होइन हाम्रो बोजूहरूसँग अब दाउरा खोज्नु जाँदाखेरि होइन अब बोजूहरूसँग मम्मीहरूसँग दाउरा खोज्नु गयो भने मलाई त छोटो मन पर्छ ठिकै अब यसलाई चिरेर अब चिन्नु पर्ने साथीहरू भोक पनि लागिसक्यो अब म किसे हाल्छ चलिएर त यति बेला तेरो सास जान्छ साथीहरू मेरो भारी यहाँ भइहाल्यो बहिनीको भारी यहाँ भइहाल्यो साथीहरू अब चाहिँ भारी बोकेर जानुपर्ने हुन्छ ठेल्नु मलाई यहाँनिर यसको कम्तै गरम छैन साथीहरू यो दाउरा त चिसो न चिसो रहेछ कि माथिबाटको त चिरेको भएको झर्ला ल बोक्नु अब तेरो ललासिस भयो अलिक तर फेरि भित्र उसको लागेको छ नि दाउरा लला चाहिँ उठे बिस्तारै ल साथीहरू हिँड्यो अब चाहिँ भाइहरूले अगाडि लगाउँछ हाम्रो चाहिँ भाइहरू लगिसक्यो अगाडि हामीले चाहिँ अब साथीहरू अलैँचीबारी फेरि यस्तै हो अलैँचीबारीको बाटो इस झ्याम्मै के गर्नु साथीहरू डोको नभएपछि यत्तिको त बोक्नु पर्यो त्यही हो साथीहरू अब हामी घर जाँदैछौँ अब घरमा गएर खानासाना खान्छौँ साथीहरू ल हेर्दै गर्नु होला सो साथीहरू अहिले चाहिँ हामी आएर पनि खानासाना खाइवरी सबै थुक्सक्योरी एकछिन बस्योरी अब चाहिँ हामी गुन्द्री बुन्नको लागि हामी यहाँ सट्ट लाएर तान लाउनुको लागि चाहिँ यहाँ रेडी गर्दैछौँ मम्मी र भाइ त हुनुहुन्छ यो चाहिँ बस्ने गरेर हामीले बुनेको पोहोर यो त कति वर्ष भयो हामीले यो बुनेको यो गुन्द्री हामीले बुनेको कति वर्ष भयो कति वर्ष हो 2-3 वर्ष भयो बुनेको चाहिँ अनि आज चाहिँ फेरि पानी लाएर यस्तो भइरहेछ साथीहरू अब चाहिँ हामी के हुन्छ अरे उस हुन्छ होला आज अलिकति मात्रै थालिन्छ होला कति 1-2 बज्नु आइसक्यो अनि र भाइले चाहिँ यस्तो ठक्क ठोकेर रेडी बनाइदिन्छ त्यही हो साथीहरू रेडी गर्नु होला अब हामी यहाँ उस गरेपछि ला के हुँदैन यहाँ एक घरे भयो यहाँ एउटा भयो यहाँ र यहाँ त्यसरी होइन क्या एउटा भयो यहाँदेखि यहाँ 2टा तान क्या अब चाहिँ त्यो साथीहरू रेडी गर्नु होला अब रेडी गर्छु म अनि ठ्याक्कसँगले तान लाउँदा देखाउँछु सिधा भयो
अलिकति माथि खुट्टामा देखाइछौ अलिक ठिक्कको जुन ताने ठिक्कको अलिक राम्रो साथीहरू यसलाई चाहिँ होइन यसरी बाँड्नुपर्ने हुन्छ सिधा मिलाएर है फेरि चप्पल देखेर त राम्रो भन्छ फेरि ओइ हुन्छ त्यति अन्त देउरै बाँच्नु हुँदैन दाहिनै बाँच्नु म एकदम देब्रे नै हो किन देब्रे होइन दाहिने हो आफै भन्छ छोटो बनाना त्यो सखिलो क्या त्यो डोरी हाल्दै हुन्छ भयो त हुन्छ लामो हुन्छ मम्मी अब देब्रे जस्तो दाइन चलाउँछु अनि पराल त यता राखेर अनि कति तान्नु यतै हो के भन्छौ यहाँबाट सट्टा लगाएर योतिर सट्टा भयो ल कसरी एकैछिन राख्नु अब सो साथीहरू आज चाहिँ यति मात्रै बुनियो यति मात्रै बुने अझै यति छ अब यो चाहिँ भोलि सायद सकिन्छ होला सो यस्तो रात परिसकेको छ अब चाहिँ हामी घर जानुपर्ने हुन्छ जुन ए हेर्नुहोस् बत्ती बल्छको साथीहरू रात पर्यो है ल अब अर्को भिडियोमा भेटौँला बाई बाई